र फेरि पनि हाम्रा गुरुआमा श्रीमती माला छेत्रीको जीवनी पठन गर्न लागिरहेको छु। श्रीमती माला छेत्रीको जन्म 9 अक्टोबर 1964 को दिन पिता श्रीमान रत्नबहादुर छेत्री अनि माता स्वर्गीय राधा छेत्रीज्यूको कोखबाट पहिलो सन्तान अर्थात् जेठी सुपुत्रीको रूपमा कालेबुङको डुङ्ग्रा बस्तीमा भयो। उहाँ आफ्नो माता पिताको 4 सन्तानहरूमध्ये पहिलो सन्तान हुनुहुन्छ। आफ्नो घर छेउको जम्बक प्राथमिक पाठशालाबाट आफ्नो शैक्षिक यात्रा आरम्भ गरी सन्त फिलोमिना पाठशाला कालेबुङबाट माध्यमिक परीक्षा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्नुभयो। त्यसरी नै कालेबुङ सरकारी महाविद्यालयबाट उच्च माध्यमिक परीक्षा साथै नेपाली विषयमा स्नातक उत्तीर्ण गर्नुभयो। त्यसपछि सिलगढी स्थित उत्तर बङ्गाल विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर यानि एमए सम्मको शिक्षा प्राप्त गरी दार्जिलिङको रामकृष्ण बीटी कलेजबाट बीएडको डिग्री पनि हासिल गर्नुभयो। त्यसपछि उहाँले 5 नोभेम्बर 1986 सालमा कुमुदिनी विद्याश्रममा नेपाली विषयको शिक्षिकाको रूपमा नियुक्ति पाउनुभयो। उहाँले आफ्नो जीवनको 38 वर्ष कुमुदिनी विद्याश्रममा खुबै इमान्दारीपूर्वक आफ्नो कार्यभार सम्हाली दिनाङ्क 31 अक्टोबर 2024 को दिन अवकाश ग्रहण गर्नुभयो। उहाँले आफ्नो शिक्षण पेसामा रहँदा धेरै व्यस्तता हुँदाहुँदै पनि धेरैवटा समाजसेविकाको रूपमा कार्य गर्नुभएको छ। उहाँ नेपाली साहित्य अध्ययन समितिको आजीवन सदस्य साथै एक्जिक्युटिभ बडीको सदस्य अनि अल इन्डिया वुमेन कन्फरेन्स AIWC को संस्थापक सदस्य साथै एक्जिक्युटिभ बडी कालेबुङ शाखाको सदस्य पनि हुनुहुन्छ। यसका शाखाहरू सम्पूर्ण भारतभरि नै छन् भने मुख्य कार्यालय दिल्लीमा छ। त्यसरी नै उहाँ NEP इन्डिया फाउन्डेसनको संयोजक अनि सहारा ट्रस्टको एकजना सक्रिय सदस्य पनि हुनुहुन्छ। गोर्खा गौरव संस्थानका सदस्य अनि स्कुल म्यागजिनको प्रमुख संस्थापकको रूपमा पनि उहाँले कार्य गरिसक्नु भएको छ। त्यसरी नै इसाई धर्म पुस्तक पवित्र बाइबलको डेली ब्रिडको अङ्ग्रेजीदेखि नेपालीमा अनुवादकको रूपमा साथै इसाई धर्म पुस्तकहरूको सम्पादकको रूपमा पनि कार्य गरिसक्नु भएको छ। पश्चिम बङ्गाल उच्च माध्यमिक परिषदको प्रमुख परीक्षक एवं हेड इक्जामिनरको रूपमा हालसम्म पनि आफ्नो सेवा दिइरहनु भएको छ। 19 सितम्बर 2020 सालमा कोभिडको समयमा सम्पूर्ण देशभरि लकडाउन भएको बेलामा कुमुदिनी विद्याश्रमको वरिपरि AIWC यानि अल इन्डिया वुमेन्स कन्फरेन्सको सदस्यतामा 70 वटा जति रुखको बिरुवाहरू रोप्ने कार्य गर्नुभयो, जुन बिरुवा हालैको नयाँ बिल्डिङ पछाडि ठुला भइसकेका छन्। यस कार्यमा NCC का विद्यार्थीहरू अनि अमृतसरले पनि धेरै सहयोग गर्नुभएको थियो। श्रीमती माला छेत्री विभिन्न सङ्घ संस्थाहरूद्वारा सम्मानित पनि हुनुभएको छ। 14 नोभेम्बर 2021 सालमा उहाँलाई चिल्ड्रेन डे को शुभ अवसरमा कुमुदिनी नाइट्स फर इभेन्ट्स 87-88 को ब्याचद्वारा होटल ट्रिसमा सम्बर्धना गरियो। 5 दिसम्बर 2021 सालमा NEP इन्डिया फाउन्डेसन दार्जिलिङले शिक्षा र समाजमा पुर्याउनु भएको योगदानको कदर गर्दै दार्जिलिङ दुःख निवारक भवनमा उहाँलाई सम्बर्धना जनाए। त्यसरी नै 5 सितम्बर 2022 को दिन शिक्षक दिवसको शुभ अवसरमा मेफेयर कालिम्पोङमा अल इन्डिया वुमेन्स कन्फरेन्सद्वारा उहाँलाई सम्मानित गरियो। र उहाँको पारिवारिक जीवन भन्नुपर्दा श्रीमती माला छेत्रीज्यू साल 1987 को डिसेम्बर महिनामा सिट फार्म प्राइमेरी स्कुलको भूतपूर्व प्रधान अध्यापक श्रीमान दीपक नारायण प्रधानसँग वैवाहिक बन्धनमा बाँधिनुभयो। हाल उहाँहरू 2 छोरीहरूको सौभाग्यशाली मातापिता हुनुहुन्छ। उहाँको जेठी सुपुत्री कृतिका प्रधान हाल सिलगढी स्थित दिल्ली पब्लिक स्कुलमा सहशिक्षिकाको रूपमा कार्यरत छिन्। Kumudini Homes Higher Secondary School, Kalimpong, citation to Srimati Mala Chetri, Senior Mistress, Kumudini Homes Higher Secondary School, Kalimpong. Respected Madam, we the Kumudini Homes family
want to articulate our profound admiration and appreciation for your unprecedented services and diligence as a Nepali teacher, thereafter as a senior mistress. Through the years, you have consistently shown and given your best at all times. You have made a sustained and significant contributions to the quality of students, learning and creating an environment they can thrive. You possess a rare combination of vision, fairness and understanding, qualities for an effective managerial performances. Your insights, opinion, ideas, views and wisdom are extremely valuable to the present generation and society at large. You have stuck as someone having unimposingly and charmingly austere personality and other refined attributes. You have put in great efforts in instilling simplicity, kindness and patience onto your students. With a deep understanding of Nepali language, literature and culture, you have skillfully imparted knowledge and values to your students, fostering a sense of pride and appreciation for their heritage. You have worked tirelessly till you have called it quits, and now it is time to enjoy all that you have labored for all these years. May God bless you and your life with vitality, Stanford, exuberance and complacence. Dated 25/4/2025, place Thalma Hall. Signed, Principal Sri Bhupen Phatak, Kundalini Homes Higher Secondary School, Kalimpong. Thank you. साथै उहाँको हृदयमा आँसुको भक्कानहरू फुट्न सक्छ। उहाँले यति दिन माया गर्नुभएको आफ्नो स्कुल प्रत्येक चिजलाई बिर्सेर, प्रत्येक समस्यालाई बिर्सेर सदैव हामी आज खडा हुने एक अभिभावकको रूपमा मानवीय जिम्मेवार छ। उहाँले आफ्नो सम्मान दिन पाउने छैन र यसको नगदे समाप्ति पश्चात यो साइटेसनमा स्कुल हेडमास्टर रोशन सरलाई प्रदान गरिदिनु म आग्रह गर्दछु। Music.